Good morning guys and welcome back to my vlog. It's your boy Praveen Tamang हैन back again with new vlog. आज चाहिँ डेली भ्लग हुनेछ अनि सवाल भन्न चाहन्छु लस्सु खेले अनि जो लापा के भन्थे अरु भन्ने चाउला त्यही हो अरु भन्दा आज हाम्रो डेली भ्लग हुनेछ के हुनेछ यही भ्लग भित्र हुनेछ हेर्नु होला आज मेरो डेली बेसिसमा कसरी बित्दछ मेरो दिन आज हैन त अनि अहिले चाहिँ भर्खर कति 6:30 भए अनि म उठेर फ्रेस भएर बसिरहेको छु अनि चट्ट बाराले अब एकछिनमा डेली बेसिसहरु मेरो रेगुलर दिनहरु कसरी जान्छ त्यो सबै हेरेर साथ दिनु होला यति भन्दै एकछिनमा फेट होला के हो तिम्रो नाम बहिनी हेलो ओडलमा के गरेर आज बिहानको टाइट फोटो कसले खिच्यो फोटो पुरा सङ भल्ला गाइज यही हो हाम्रो होटल चाहिँ यतापट्टि छ के गरेर हो गुड मर्निङ चुपार दादालाई अल्छी यहाँ मलाई जाँदैछु तेरो अल्छी डाउन याङ जेन हेलो गर्दै लगाइछ अब हामी बिहानको ब्रेकफास्ट गर्न आँटेको यहाँ छ चिया दुधको चिया यो अब तपाईँहरू थाहा के हो यो खाएर त्यस्तै अब चाहिँ हामी मोमो बनाउने वाला छौँ म त मोमो र अचार हाम्रो पसलमा बेच्यो भने मोमो स्याभाली ससेज खुट्टा त्यति हो दाल 4वटा चिज बेच्छौँ हामी अब हामी बनाउन आँटेको छौँ मोमो अनि मोमो चाहिँ मोमोको झोल बनाउनु छौँ अनि सब चट्ट पाराले हेर्नु है त हो टाइम स्ल्याप स्टाइलमा मम्मी चाहिँ मोमो बनाउँदै हुनुहुन्छ अब म चाहिँ यहाँ खाना बनाउन तरकारी बनाउन आँटेको छु होइन टक्कसँगले चिकन कसरी पकाउँछ हेर्दै जानु होला हेलो मम्मी के छ हौ अहिले तपाईँ के गर्नु भएको तपाईँ है पुरा बेलेर नाचिरहनु भएको छाउँछौँ अनि के बनाइरहनु भएको तपाईँ अहिले अनि गाइस है इफ यु वान्ट टु इट मिठो अब के भन्छ अरे नेचुरल त्यो के भन्छ अरे मासु भए मोमो यु क्यान भिजिट हियर है यो कहाँ भन्नु न मलाई
महाकाल यो चाहिँ महाकाल रामकोट हाम्रो त्यो के जाने बाटो रे मम्मी के रे उता त्यो कहाँ जाने रे त मेन गेट सीतापाइला हुँदै हामी उता धार्के जाने बाटोमा पर्छ है गाइस यु क्यान सी यर नेम होइन चौटा सङ्गले नुवाकोट ककनी खाजा घर अनि यही हो हामी चाहिँ दिस इज द प्लेस अनि यहीँ यु क्यान भिजिट हियर अनि यतापट्टि चाहिँ हाम्रो चाउमिनहरू सबै पाइन्छ इफ यु वान्ट टु इट हियर यु क्यान कम एन्ड भिजिट अस अलि अब ठाउँ चाहिँ अलि ओल्ड टाइपदेखि नि अब इफ यु वान्ट टेस्ट अफ बेटर मोमो यु क्यान भिजिट हियर है त गाइस अनि यहीँ म भन्दैछु यसरी सर्लक्क किमा भइहाल्यो पिठो बेलु त्यो गर्दै हुन्छ भने चाहिँ अब म चाहिँ यहाँ तरकारी बनाउँदैछु यहाँ चिकन प्याक रातो भएपछि अब गोलभेडो सोलभेडो हाल्नुपर्ने हुन्छ त्यही हो गाइस गाह्रो गर्मी पसिना आइसक्यो बनाउँदा अब एकछिनमा भेट होला है त छिट्टोसँगले हामीसँग छ यहाँ दाल डल्ले खुर्सानी आलु भुटेको अनि मासु पकाएको चिकन है त्यहाँ नि खानसाना खाइसकेको छ अब चट्टो पाराले एकछिन रेस्ट गरिन्छ ट्याक्कसँगले त्यो हाम्रो डेली काम भने त्यही उठ्ने अब काम भयो भने काममा जाने नभए यहाँ मम्मीलाई हेल्प गर्ने मोमोसम्म बनाउने खानासाना बनाउने दिने त्यही चलिरहेको दैनिकी अब अनि अब फेरि ब्याक टु भ्लग हुन आँट्यो त्यसैले चट्टोसँगले भ्लग बनाउनु थालिदिएँ होइन अब यस्तै हो नर्मल यस्तै छ ठाउँ अब जे छ त्यही देखाउनु त हो नि हामी होइन बालै छैन कसैको ल अब एकछिन पछितिर भेटौँला है त